जोजलपा नमस्ते। समय सन्दर्भका सम्पूर्ण श्रोताहरूलाई यो बिहानीको न्यानो अभिवादन। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार बिहान ठिक यसै बेला प्रस्तुत गरिन्छ। विभिन्न समसामयिक विषयहरूलाई हामी यसमा प्रशयका साथ प्रस्तुत गर्छौँ। श्रोताहरू, आजको कार्यक्रममा मलाई सहयोग गर्नको निमित्त प्रविधि संयोजनमा हुनुहुन्छ सुशान्त श्रेष्ठ र यसै गरी युट्युबको प्रविधि संयोजनमा हुनुहुन्छ रोबिन महर्जन। आज यहाँहरूले हाम्रो यो फ्रेममा देखिसक्नु भएको छ। आजको हाम्रो पाहुना हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। सबभन्दा पहिला नमस्कार। नमस्कार श्रोताहरू, उहाँ हुनुहुन्छ इन्द्रबहादुर साक्य, कीर्तिपुर नगरपालिका वडा नम्बर 6 निवासी हुनुहुन्छ। उहाँ एक कुशल प्रशासक हुनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा काम गर्नुहुन्थ्यो उहाँ। अहिले त्यसपछि रिटायर भइसक्नु भएको छ। हामी मभन्दा उहाँ लगभग 10 वर्ष जति जेठ हुनुहुन्छ। म उहाँलाई दाईको सँगले के अरे बोलाउँछु। अघि पछि पनि दाई नै भन्थेँ म उहाँलाई। आज पाहुनाको रूपमा आउनुभएको छ। श्रोताहरू, अहिले यो कोजाग्रत पूर्णिमा पछि हाम्रो चोभारमा एउटा मेला लाग्छ, आदिनाथमा। कार्तिक मेलाको नामले चिनिन्छ यसलाई। यसै विषयमा आज केन्द्रित भएर हामी कुराकानी गर्दैछौँ। इन्द्रबहादुर साक्य दाजु हुनुहुन्छ, कच्छेपाल सुवर्णगिरी महाविहार आदिनाथ चोभारको अध्यक्ष पनि हुनुहुन्छ। चोभार डाँडालाई परापूर्वकालमा कच्छेपाल सुवर्णगिरी भनिन्थ्यो, त्यो नाउँले चिनिन्थ्यो। त्यहाँ एउटा महाविहार बनिएको छ आदिनाथको। त्यो महाविहारलाई खास नाउँ चाहिँ कच्छेपाल सुवर्णगिरी महाविहार हो। अनि हामी चाहिँ आदिनाथले चिनिन्छौँ। आदिनाथ मन्दिरलाई पनि अझ अर्कै नाउँ छ, आदिनाथ नभनिकन अर्को एउटा नाउँ पनि छ। सबभन्दा पहिला म यहाँबाट सुरु गर्छु है त। यो आदिनाथ भनेर हामी चिन्छौँ यो चोभारको मन्दिरलाई, होइन? यो आदिनाथको नाउँ अर्कै छ है? यसमा आजकल छ आदिनाथ भन्नाले त नि आदिकालदेखिको चाहिँ नि देवता भएको हुनाले हजुर यसलाई आदिनाथ भनिएको पनि हो। र खास नाउँ चाहिँ नि आनन्दादि लोकेश्वर हो। आनन्दादि लोकेश्वर, 4 लोकेश्वर मध्येको एउटा लोकेश्वर। नाउँले थाहा हुन्छ कि आनन्दादि लोकेश्वर शरीरमा आनन्द प्रदान गर्ने, रोग कष्ट निवारण गर्ने, सधैँ शरीरलाई स्वस्थ राख्ने यिनको चाहिँ नि शक्ति चाहिँ नि त्यही हो। त्यस उसले गर्दाखेरि शारीरिक गठन चाहिँ राम्रो होस्, सधैँ चाहिँ स्वस्थ रहौँ, परिवारजनमा पनि कुनै किसिमको कष्टहरू रोगहरू चाहिँ नि नलागुन् भन्ने उद्देश्यले भक्तजनहरूले चाहिँ नि आनन्दादि लोकेश्वरको पूजापाठ गर्ने प्रचलन। मैले दाजुलाई नदेखेको 48 सालदेखि होला देखाएको छैन। अहिलेसम्म जस्ता तस्तै स्वस्थ हुनुहुन्छ। कुनै रोग छ यस्तो केही? होइन, अब ठाउँ अनुसार नै होला। म चोभा डाँडा सुवर्णगिरी महाविहारमा बसेको, आदिनाथको छेउमै बसेको, आनन्दादि लोकेश्वर सँगैको घर छ मेरो, त्यो बिहारसँगै। सायद अब भगवानको पुजारीको रूपमा पनि काम गर्नुपर्छ हामीले। पुजारी त्यो रातो लुगा लगाएर बस्ने पुजारीहरू पुजारी नै हुनुहुन्छ। भगवानको भक्त भएर पुजारी भएर पनि काम गर्नुपर्छ। भगवानको चाहिँ नित्य पूजाहरू आजा गर्नलाई त्यो हुनाले चाहिँ नि सायद भगवानकै कृपाले होला मसँग अहिले कुनै किसिमको रोग अहिलेसम्म देखेको छैन। सुगर, प्रेसर उमेर अनुसार हुनुपर्ने हो, होइन? देखिनु पर्यो। तर झन्डै चाहिँ नि 69 लाग्यो। अहिलेसम्म कुनै किसिमको रोग छैन। अनि म सोध्छु कि यो चाहिँ नि अब हाम्रो आनन्दादि लोकेश्वरको कृपाले नै हुनुपर्छ, भगवानको सेवाले नै गर्दा हो भनेर अब अहिले नयाँ ढङ्गले सोच्ने हो भनेदेखि चोभा डाँडो जसलाई प्रकृतिले नै यस्तो स्वस्थ ठाउँ बनाइदिएको छ कि त्यो ढङ्गले, त्यसले गर्दाखेरि चाहिँ नि त्यो ठाउँ अनुसार चाहिँ प्रकृतिको देन पनि हो जस्तो लाग्छ। पक्कै पनि कस्तो लाग्छ भने त्यो डाँडा छ, घर डाँडाको टुप्पामा छ, बिहान ओर्लिनु पर्यो, बेलुका उक्लेर जानु पर्यो, साधारण दिनचर्या पनि साधारण हिँडाइमा जानुपर्छ नि, त्यसले गर्दा स्वस्थ हुन्छ। स्वाभाविकै पनि हो। यो त स्वाभाविकै हो। किनभनेदेखि चाहिँ नि चोभा डाँडोमा अहिले हामी देखिरहेको छौँ भक्तजनहरू बाहिर
डाँडा मुनिसम्म चाहिँ नि आफ्नो चाहिँ नि साधनमा आउँछ। साधन तल छोडेर अनि त्यसपछि त्यो खुड्किलोहरू सिँढी चाहिँ बिस्तारै चढी माथि डाँडासम्म पुग्ने, तलबाट माथिबाट तल झर्ने गर्दाखेरि एउटा व्यायाम, अब मर्निङ वाक भन्ने हिसाबले चाहिँ आउँछन्। तर के भन्नु, स्वास्थ्यको लागि चाहिँ धेरै चाहिँ फाइदाजनक देखिएको छ। सुगर प्रेसरका रोगीहरू अक्सर गरी चाहिँ त्यो डाँडामा चाहिँ मर्निङ वाकको हिसाबले आउँछन्। तर माथि जाने अनि भगवान्को जल लिने, जल खाने सत्ता गर्दाखेरि एउटा त्यो जलको प्रभाव पनि भयो, आफ्नो हिँडाइ पनि भयो, डाँडा काँडा चढ्नु र झर्नु पनि भयो र भगवान्को शक्तिले गर्दाखेरि धेरै मान्छे चाहिँ स्वास्थ्य लाभ गरेको चाहिँ नि भक्तजनहरूलाई हामीले देखेका छौँ। अहिले कार्तिकको मेला छ हाम्रो आदिनाथको, होइन? त्यो मेलातर्फ जानुभन्दा पनि यसमा यो देवतासँग, यो देवसँग को पुरानो पौराणिक कहानीहरू, कथाहरू, यस्तो किंवदन्तीहरू केही थाहा छ यहाँलाई? त्यो यो देवता कहिलेतिर स्थापना भयो, होइन, कसले ल्याएर स्थापना गर्यो भन्ने बारेमा कतिसम्म थाहा छ यहाँलाई? बताइदिनुहोस् न। अब यसबारे चाहिँ भन्ने हो भनेदेखि अब आनन्दलाडी लोकेश्वरी अहिले आदिनाथ भनिन्छ, होइन? यिनको चाहिँ नि स्थापना कहिले भयो, कुन बेला भयो भन्ने कुराको चाहिँ नि कुनै पनि शिलालेख, कुनै ताम्रपत्रहरू चाहिँ नि हामीले भेटाएका छैनौँ। कुनै वंशावलीमा चाहिँ नि उल्लेख भएको पनि हामीले देखेका छैनौँ। यता स्वयं पुराण वंशावलीमा आदिनाथको बारेमा केही कुराहरू चाहिँ उल्लेख छ भनी मात्रै सुनेको हो। अब यिनको यहाँ चाहिँ नि कसरी चाहिँ नि स्थापना भयो भन्ने विषयलाई लिएर चाहिँ एउटा सानो कथन चाहिँ नि अब हामीले सुन्दै आएको कुरा हो। तपाईहरुले सुन्दै आएको, तपाईहरुले पनि आफ्नो पुस्ताबाट सुनेर आउनु। हजुर, पुस्ताबाट चाहिँ। हजुर। अब पहिलो के थियो भनेदेखि आनन्दलाडी लोकेश्वरको जुन अहिले मन्दिर छ नि, हजुर, त्यो मन्दिरमा चाहिँ नि अर्कै चाहिँ नि देवता भन्ने चाहिँ नि हामीले सुनेको वसुन्धरा पहेँलो मुख गरेको, वसुन्धरा पहेँलो मुख गरेको देवताको चाहिँ नि विराजमान थियो अरे अहिलेको आदिनाथको मन्दिर रहेको ठाउँमा। त्यसपछि चाहिँ नि त्यो वसुन्धरा देवतालाई चाहिँ नि त्यो तिब्बतीहरूले अलि आँखा गाडेको। हाम्रो नामले चाहिँ नि त्यो आँखा गाड्नेको तात्पर्य चाहिँ के भने उनीहरू धर्मप्रति धेरै चाहिँ नि आस्था भएकाहरू तिब्बतीन। अहिले पनि हामी देख्छौँ यिनीहरू घुम्दाखेरि त्यो जपिरहेको हुन्छ, मन्दिर घुमिरहेको हुन्छ, जपिरहेको हुन्छ, खाना खाइरहेको हुन्छ है। भनेपछि धर्ममा एकदम आस्था भएको। तर यिनीहरूले चाहिँ त्यो गर्नुको तात्पर्य के भनेदेखि अब हाम्रो पहिलो अनुहार गरेको देवता, त्यसपछि त्यही देवताको नामले नै होला सायद यो चौबार डाँडालाई चाहिँ नि कच्छपाल सुवर्णगिरी भनेर नाम राखेको। गिरी भनेको त्यो एउटा सानो पहाड हो। कच्छपाल भने कछुवा आकारको सुनै सुनले भरेको, हिरा मोतीले भएको डाँडो, त्यस कारण सुवर्णगिरी भनेर चाहिँ नि नामाकरण त्यसै रहन गएको हुनाले अब तिब्बतीहरूले आँखा गाड्नेको कारण चाहिँ भनौँ न यी मूर्तिकै कारणले चाहिँ यो देवताकै कारणले चाहिँ यो ठाउँमा चाहिँ अब भनौँ न अब सुन खानिहरू चाहिँ केही चाहिँ भेटेको होला भन्ने त्यो हिसाबले त्यो सोचले उनीहरूले आँखा गाडेको हुनसक्छ। त्यो बेला तिब्बतीहरूको नेपाल भ्रमण, नेपाल आवत जावत गर्ने बेला त्यो पौराणिक कालमा त तिब्बतीहरूसँगै नेपालको सम्बन्ध बढी त्यसैले उनीहरूले थाहा पाएर त्यो मूर्तिलाई चाहिँ नि, अनि त्यो मूर्तिलाई चाहिँ नि रथमा तान्ने प्रचलन रहेछ। त्यो मूर्तिलाई रथमा तानेर लगेर हाम्रो काठमाडौँको सेतो मछिनाथ मछिनाथसँग चाहिँ नि त्यो लगनमा लगेर, काठमाडौँ लगनमा लगेर रथ जोडाएपछि अनि त्यसपछि चाहिँ नि यात्रा सुरु भयो भनेर चाहिँ त्यो यात्रा सुरु हुने रहेछ। त्यो यात्रा सुरु भएको रथ तानेरलाई रथ जोडाएर फर्किने क्रममा चाहिँ नि हाम्रो रथ चाहिँ नि यो त्यतिखेर चाहिँ नि दानागा, नेवारीमा दानागा भन्छ त, अहिले बल्खु हो, हालको बल्खुमा चाहिँ रथ गाडियो अरे। रथ गाडिसकेपछि चाहिँ नि गाडी हो, आँधी बेडी चल्यो, पानी पर्यो, त्यो रथ गाडियो, ल्याउन सकेन हिलो माटोमा। अनि दुई चारजना त्यहाँ पहरा बसेर चाहिँ नि अरू त भक्तजनहरू कहाँ पुगे होइन। त्यो बेला चाहिँ त्यही मगो छोपेर चाहिँ तिब्बतीहरूले चाहिँ त्यो देवतालाई त्यहाँबाट उठाएर लगे, चोरेर लगे। अब लगेर चाहिँ नि
तिब्बतको कुटी केरुङमा चाहिँ नि 7 जोर टाल्चु मारेर राखेको छ भन्ने हामीले सुनेका हौँ र अहिले हाल आएर चाहिँ नि त्यो मूर्ति चाहिँ कुटी केही होइन त्यहाँबाट अन्यत्र सारिसकेको भन्ने पनि सुन्नमा आएको छ है मूर्ति चाहिँ त्यहाँ छ भन्ने चाहिँ नि अनि त्यस उसले गर्दाखेरि त्यसपछि चाहिँ नि अब यो मन्दिर त खाली भयो हजुर मन्दिर खाली भएपछि त्यहाँ कुनै किसिमको मूर्ति भएन हजुर मूर्ति नहुँदाखेरि अब भगवानको चाहिँ नि इच्छा हो कि के हो त्यसले गर्दाखेरि चाहिँ नि यो आनन्दबाडी लोकेश्वर चाहिँ नि हाम्रो चाहिँ नि सिद्धिपुर भन्ने पाटन सिद्धिपुर नगरपालिका भन्छ अहिले त्यसलाई थसी भन्छ नेवारीमा होइन त्यहाँ चाहिँ नि हरिसिद्धि होइन है हरिसिद्धि होइन सिद्धिपुर अहिले सिद्धपुर नगरपालिका भन्छ थसी भन्छ नेवारीमा त्यो ठाउँमा चाहिँ नि यिनलाई चाहिँ त्यहाँ विराजमान थियो यी देवता चाहिँ त्यतिखेर त्यहाँ थिए सिद्धिपुरमा यो टिबेटियनहरूले त्यहाँको मूर्ति भएको देवता चोरेर लगेपछि यहाँ मूर्ति मन्दिर खाली छ अनि हामीले चाहिँ त्यतिखेर चाहिँ सिद्धिपुरको होइन सिद्धिपुर थसी यो अहिलेको आनन्दबाडी लोकेश्वर चाहिँ नि सिद्धिपुरमा थियो अरे पहिला त्यहाँ थियो अब भगवानको इच्छा चाहिँ नि यो ठाउँमा आएर बस्ने हो कि के हो त्यसले गर्दाखेरि अब सुन्नमा अनुसार चाहिँ नि सिद्धिपुरमा होइन भगवान्लाई चाहिँ यही ठाउँमा चाहिँ विराजमान हुने चाहिँ इच्छा भएको हुनाले यो ठाउँको लागि चाहिँ नि उ गर्नको लागि चाहिँ अब भगवान्हरूको समयमा पनि देवताहरूको समयमा पनि केही चाहिँ नि यस्ता छलकपटका क्रियाहरू भएको छ भन्ने कुरो चाहिँ हामीले देख्यौँ के सुन्नमा आयो के कसरी भनेदेखि चाहिँ नि अब यहाँ विराजमान आउँदा त सिधै त्यहाँको देवता त त्यत्तिकै उठाएर ल्याउनु त कुरो त भएन त्यहाँ चाहिँ महामारी फैलाइदिएछ सिद्धिपुरमा महामारी फैलिएपछि चाहिँ नि अब मान्छेहरूलाई चाहिँ दुःख कष्ट भयो अनि कोही बिते होला कोही के भए भएपछि अब नाउँ पनि आनन्दबाडी लोकेश्वर यत्रो महामारी यहाँ फैलिएको छ के हेरे त देवताले शरीरमा आनन्द प्रदान गर्ने देवताले यहाँ यत्रो महामारी फैलिएको छ भनेदेखि के हेरे यस्तो पनि देवता हुन्छ ल फालिदियो भनेर नखु खोलमा लगेर फालिदिएको नखु खोलमा लगेर फालिदिएपछि अब बग्दै आउँदाखेरि हाम्रो बागमती र नखुको डोबानमा बिचमा चाहिँ अडेर बसेको भेटियो त्यो भेटिँदै त्यो पनि कसले भेटायो भनेदेखि नन्न ग्वाले गौचरणमा जाने मान्छेले गौचरण गर्न जाँदाखेरि चाहिँ अब सधैँ यसो हेर्दाखेरि सधैँ राम्रैसँग गाई चढेको छ खाना राम्रोसँग चाहिँ कुनै रोग छैन केही छैन बेलुका हात दुध दिँदैन के हो यो भनेर चाहिँ अचम्म मान्दाखेरि अलिक चिया गरी हेर्दाखेरि त्यो गाईले गएर चाहिँ त्यो भगवान्को मूर्ति भए दुध चाहिँ झार्दिएको छ त्यो खुवाइरहने त्यो देखेपछि अनि त्यसपछि यहाँ भगवान्को मूर्ति रहेछ भन्ने सुन्नमा आउँछ र भगवान्सँग चाहिँ बोल्ने शक्ति चाहिँ त्यो ग्वालेको थियो अरे त्यति बुझ्ने हाम्रो किन्ची के भाषा भन्छ है त्यस्तो चलाचुङ्गे भाषा शुद्ध बोल्ने शक्ति चाहिँ त्यो ग्वालेलाई कर्कटक नागराजाले दिएको अरे भनेर चाहिँ त्यस्तो शक्ति चाहिँ त्यो उसले त्यो देवताको भाषा बुझेपछि चाहिँ ल त्यहाँ तिमीहरूको बाजा गाजा के छ त्यहाँ माथि त सबै लिएर आएर चाहिँ नि मलाई चाहिँ लिन आउन त्यो ठाउँ खाली भएको हुनाले म आएको हुँ त्यहाँ चाहिँ लगेर चाहिँ मलाई चाहिँ स्थापना गर्नु प्रतिस्थापन गर्नु भन्ने चाहिँ हामीले सुन्नमा आएको त्यो हिसाबले चाहिँ त्यो दिनै त्यहाँबाट बाजागाजा सहित चाहिँ नि ल्याएर स्थापना गरेको यो मन्दिरमा तर त्यो दिन कहिले भनेदेखि चैत्र महाअष्टमी प्रत्येक वर्षको चैत्र महाअष्टमीको दिन चाहिँ नि देवता छोप्ने भनेर चाहिँ हामी नखु जानुपर्छ नखुमा अब यो भगवान्लाई लाने त कुरा भएन होइन बोकेर भगवान्लाई चाहिँ त्यो कलशमा सोधेन गरेर के गरेर जीव न्यास हालेर लगेर तल गएपछि अब देवता छोप्ने भनेर चाहिँ त्यही फलफुल सलफुल अब के हाल्नुपर्ने के फुलहरू हो हालेर दुध सुध अब त्यो एकदमै चोखो नीति गरेका चाहिँ गाईको दुधहरू त्यो हालेर अनि देवता छोप्ने भनेर कलशमा छोपेर ल्याउने प्रचलन अहिलेसम्म जिउका त्यो छ तर चैत्र अष्टमी चाहिँ नि थाहा भयो कुन सालको भने चाहिँ नि अहिलेसम्म कतै थाहा भएन प्रत्येक चैत्र अष्टमीमा चाहिँ मेला वार्षिक जात्रा अनि त्यो त्यतिखेर भेटिएको देवतालाई चाहिँ त्यहाँ नुहाइधुवाइ गरेर माथि लगेर त्यो चैत्र अष्टमीको दिन चाहिँ त्यहाँबाट उठाएर ल्याएको भन्ने चाहिँ थाहा भयो तर कुन साल भन्ने चाहिँ कहीँ उल्लेख छैन त्यो थाहा भएन हाम्रो सुन्नमा पनि यो सालमा भन्ने चाहिँ थाहा भएन भनेपछि पौराणिक काल त धेरै पहिले नै हो
त्यो चाहिँ कतै चाहिँ हामीले सुन्यौँ र चैत्रमा अस्तिम चाहिँ नि सुन्यौँ। यसरी चाहिँ नि आदिनाथ अथवा आनन्ददायी लोकेश्वरको मूर्ति यहाँ स्थापना भयो। मेला त्यो दिन मेला लाग्छ है त्यहाँ नखुमा चैत दसैँ नै भन्छ त्यो बेला, चैत दसैँमा ठुलो मेला लाग्छ है त्यहाँ। त्यसरी चाहिँ नि यहाँ प्रतिस्थापन भयो होइन भगवान्को मूर्ति। अब त्यसपछि चाहिँ नि अब भक्तजनहरू चाहिँ नि यहाँ आएर चाहिँ नि अब यो डाँडामा चाहिँ नि टाढादेखि आएर भक्तजन आउने भगवान्को सेवा गर्ने प्रथा चाहिँ नि चलेको हामीले सुनेको र अहिले देखिरहेको पनि छौँ। अनि यहाँ चाहिँ चक्रेश्वर आजूहरू 5 जना हुने होइन, त्यसमध्येमा अहिले यहाँ कुन स्थानमा हुनुहुन्छ? अहिले चक्रेश्वर आज भन्नाले चाहिँ हाम्रो चाहिँ प्रत्येक बिहारहरूमा ए हजुर हाम्रो चाहिँ पाटन ललितपुर इलाका पर्छ पहिला चौबार भनेको होइन, पहिले ललितपुर इलाका ललितपुरको 18 बिहार मध्ये चाहिँ नि एउटा बिहार चाहिँ हाम्रो यो चौबार, अर्को बाहिरको भनेको एउटा कीर्तिपुरको। चौबारलाई कतिपाल सुवनगिरी महाविहारको नामले प्रख्यात छ। यो कीर्तिपुरमा चाहिँ जगतपाल महाविहार भनिन्छ कीर्तिपुरकोलाई। यो दुईटा चाहिँ नि पाटन ललितपुर सहरभन्दा बाहिरको बिहार हो। यो दुईटा चाहिँ बिहार। अब प्रत्येक बिहारमा चाहिँ यो आजहरू हुन्छ, कतै 10 हुन्छ कतै 5 हुन्छ, त्यो ठाउँ अनुसारको देवता अनुसारको। अब हाम्रोमा 5 जनालाई लिन्छ आनन्ददायी यो आदिनाथकोमा। त्यो 5 जनामा लिने मध्ये चाहिँ नि त्यो पुजारीहरूबाट लिने हो। त्यसमध्ये चाहिँ नि जो वरिष्ठ उसको हुन्छ। अब 5 वटा हाम्रो हाङ्गार हुन्छ, त्यो 5 हाङ्गाबाट 5 जनालाई चाहिँ लिएको हुन्छ। त्यो 5 जनामा चाहिँ नि चौथोमा चाहिँ नि म पर्छ चक्रेश्वर आजूमा। त्यो उमेरको आधारबाट छुट्याइएको होइन, पहिला 5 हाङ्गाबाट चाहिँ त्यहाँ भित्र छिर्छ। त्यो 5 जनामा पुगेपछि उमेरको आधारमा त्यो क्रम सुरु हुन्छ। त्यो बेला तपाईँ धेरै स्वस्थ देखिन्छ। स्वस्थै छु, कारण त्यही हो है। मलाई कति किसिमको रोग चाहिँ मैले भनिहालेँ नि कि हाम्रो भगवान्कै कृपाले र ठाउँको कृपाले हुनुपर्छ। पक्का पनि त्यही हुनुपर्छ। अनि हिजोदेखि कार्तिक मेला सुरु भएको छ हाम्रो आदिनाथमा है। त्यत्रो ठुलो त्यत्रो इतिहास बोकेको हाम्रो आदिनाथमा चाहिँ हिजोदेखि मेला हुन्छ। वर्षी नै हुन्छ है मेला, 1 महिना वर्षै नि। प्रत्येक कार्तिक महिनामा हामी कार्तिक मेला भन्छौँ, कार्तिक महिना भन्छौँ। कहिले मनमासले गर्दा मङ्सिरसम्म चुन जान्छ, तर तिथिको हिसाब चाहिँ कार्तिकै हुन्छ। कार्तिक महिनाको चाहिँ यो दसैँ सके लगत्तै हाम्रो कोजागर पूर्णिमा हुन्छ नि। कोजागर पूर्णिमाबाट सुरु भएर हलिमली पूर्णी अथवा सकमिला पूर्णी भन्छ 1 महिनापछि। त्यो मेलासम्म 1 महिना चाहिँ मेला लाग्छ यो हाम्रो आदिनाथको चाहिँ। त्यो मेला चाहिँ कहिलेदेखि सुरु भयो होला है? त्यसमा पनि कुनै होइन, मेला त कहिलेको सुरु हुने यो हाम्रो सालहरू यताउति चाहिँ हामीले त्यो सुन्नमा आएन। त्यस कारण चाहिँ आदिनाथको स्थापना कालदेखि नै त्यो क्रमशः बिस्तारै सुरु हुँदै आएको हुनुपर्छ यो। अनि यो मेलामा चाहिँ त्यहाँ भक्तजनहरू नियमित आउने त छँदैछन्, तर यो मेलामा चाहिँ छुट्टै किसिमको भक्तजनहरू हुन्छन् नि होइन। त्यहाँ पानी मात्रै खाएर बस्ने होइन, तिनीहरू कसरी तिनीहरूलाई यो छ मेलामा आउने भक्तजनहरू भन्नाले चाहिँ नि अब त्यो पानी मात्रै खाएर बस्ने भन्नेलाई भक्तजन त भक्तजन नै हुन्, भगवान्का सेवकै पनि हुन्। तर त्यो चाहिँ के भनेदेखि जुन पानी मात्रै खाएर बस्ने भन्छ नि त्यो निर्जला बस्ने भन्छ हाम्रो नेपाली उसमा चाहिँ नि। अब हाम्रो नेवारीमा हो भने चाहिँ माया अफसँग बस्ने भन्छ। त्यो बस्नेहरूले हो, त्यो पानी मात्रै खाएर बस्ने व्रत बस्नेहरूले। यो व्रत बस्ने भनेको यो कार्तिक मेलाको अन्तिममा मेला सकिने अन्तिमतिर गएर हाम्रो हरिबोधिनी एकादशी भन्छ नि, हरिबोधिनी एकादशीबाट पूर्णेसम्म यो मेला बस्ने हो। अनि पुण्यको भोलिपल्ट चाहिँ नि मतलब यो मेला होइन कि त्यो व्रत बस्ने यो मेलामा व्रत बस्ने त्यो